चाहिँ आज लोकल कुखुरा र भात चाहिँ खाइदिने भनेर चाहिँ हामीले बनाइराखेको छौँ। के छ भने आज मौसम नै त्यस्तै छ नि त, मौसमले च्यालेन्ज हानेपछि हामीले नि यता च्यालेन्ज हान्दिउँ भनेर के लोकल कुखुरा र मासु अनि त्यही भएर चाहिँ हामी चाहिँ मजाले हालिदिने हो। यही छ जे होस्, यो लोकल कुखुरा चाहिँ यहाँको चाहिँ अलिअलि मिठै हुँदो रहेछ, अर्को कुखुरा चाहिँ त्यति टेस्टी हुँदैन। खाइदिउँ न। यो चाहिँ पार्टनरले बनाएको हो होइन, आजको दिन भएर अब टेस्ट कस्तो छ त चेक गरिहाल्छु है त। यो हो नि त होला लोकल कुखुराको टेस्ट नै बेग्लै है, दामी हो नि। यहाँले मिठो हुने कि लोकल त हो होइन, अब ताकै त्यस्तो टेस्ट हुँदैन। यो माटमा राखेको चाहिँ पानी धेरै आएर मिठो नहुने रे। यो चाहिँ ठिकै रहेछ, दामी भयो, राम्रै छ होइन। तर यहाँ धेरै 1 केजी भन्दा कमैमा काट्छ होइन, प्रायः धेरै 1 केजी हुँदैन नि, 900 ग्राम त्यस्तै हुन्छ नि ब्रोइलर। ब्रोइलर चाहिँ सानैमा काट्छ कि जति सानोमा काट्यो त्यतिमा फाल्यो रहेछ त्यहाँ। हाम्रो नेपालमा चाहिँ अब बडाएर काटिन्छ होइन, अरू 3-4 केजी नहुँदासम्म त खानै हुन्न, मिठो हुन्न भन्छन् होइन। यहाँ चाहिँ अब नेपालमा 45 दिन लाग्छन् होला हौ मिनिमम, नभए 40 दिन जति। 40 दिन होइन हो फेरि, हाम्रो घरमा 3 महिना नहुँदासम्म खानुहुन्न भनेर राखेको छन् हो। जति छिप्यो कि त्यति मिठो रे कि, त्यही भएर चाहिँ राखेको छन् हो। यहाँ त 35 दिनभन्दा अगाडि नै खान्छ अरे के, त्यही भएर सासा नै हुन्छ नि। त्यो माटमा राखेको नि त्यही हो क्या, त्यही भएर कस्तो पानी आउँछ नि, टेस्ट पनि हुँदैन। तर यो चाहिँ कस्तो दामी भयो, त्यो त उयो हो नि त, लोकल हो नि त, त्यही भएर पनि होला। अलिक ठुलो पनि थियो यो ढिलोसँग भए बेस्ट हुन्थ्यो होइन, लोकलको टेस्टै बेग्लै हुने। नेपालमा खाएकै भयो।